बिहामा लाँदा चेस जुना मलाई माफ गरिदियो चिया पनि कस्तो पकाके बुहारी ओ बुहारी यता आइज के भयो आमा? ए नकचरी तैँले चिया पकाएको यही हो मलाई सुगर छ भन्ने तँलाई थाहा थिएन ए ल बस्तरी तेरा बाबुआमाले यति चिया पकाउन नि सिकाएनन् चिया त ठिकै छ त यति सानो कुरालाई कराउनु पर्छ त भयो बुवा छोडिदिनुहोस् मेरो कारणले आमालाई गाली नगर्नुहोस् फेरि यो घरमा मैले जति नै राम्रो काम गरेँ नि कसले पो देख्छ र होइन ए लखर माउली तैँले के नै काम राम्रो गरेकी छस् र तँलाई मैले राम्रो देख्न पर्ने एउटा काम ढङ्ग पुऱ्याएर गर्ने होइन अझ ठुला कुरा गर्छे हुन त माइती खानदानी र गतिला भए पो छोरीको ढङ्ग पनि गतिलो हुन्छ काहीँ नभएका थाङ्नेका छोरीहरू त परे कहाँबाट ढङ्ग हुन्छ त आमा तपाईँ अलि मुख समारेर बोल्नुहोस् जे भन्नु छ मलाई भन्नुहोस् न मेरो माइतीलाई किन थाङ्ने भन्नुहुन्छ ए भनेपछि तैँले मलाई बोल्न सिकाउने भइस होइन निच गर कुनै खाना बनाउने ढङ्ग छैन अझ बोल्न सिकाउँदै रहेछ यस्तो बुहारीको ढङ्ग छैन ससुर भने यहाँ बसी अनि मलाई किन करा त माइतीले तर केही सिकाएन तँलाई तँलाई लबस्तारी तँलाई के गरेको तँलाई छोरी यता आऊ बुहारीलाई छोड्छ यता बस यहाँ बुहारीलाई त्यतिकै भुक लाग्यो सासू ससुराले पनि मलाई देखि सहनुहुन्न देख्यो कि जहिले गाली गर्नुहुन्छ तपाईँले पनि मेरो केही वास्ता छैन अरूसँगै बोलेर बस्नु भएको छ मलाई तिम्रो कुनै पनि मतलब छैन र मेरो बाबाले तिमीलाई यतिकै त गाली गर्नु भएको होइन होला पक्कै पनि तिम्रो केही न केही गल्ती थियो होला र त बाबाले गाली गर्नु भएको होला आफ्नै ढङ्ग छैन बेकारमा मेरो बाबालाई दोष दिँदो रहेछ बुढा मैले हजुरको बाबालाई दोष लागेकी होइन फेरि तपाईँलाई मेरो मतलबै छैन भने मसँग विवाह चाहिँ किन गर्नुभयो हेर मैले तिमीलाई पहिल्यैदेखि भन्दै आएको छु तिम्रो र मेरो विवाह कुनै मर्जीले भएको होइन जबरजस्तीले भएको हो त्यसैले मलाई तिम्रो कुनै पनि वास्ता छैन त्यस्तो नभन्नु बुढा बाबालाई त मेरो वास्ता छैन तपाईँले पनि वास्ता गर्नु भएन भने म कसको मुखेर यो घरमा बस्नु आफ्नै थुतुनेर बस बस्न मन छ राम्रोसँग बस न त निक्लिएर जाँदा हुन्छ कसैलाई कछाले गरेर बस्नुपर्ने मेरो बाबालाई नराम्रो भनेर ठिक छ कुन चाहिँ तिम्रो बिहा गरेछु हे भगवान मलाई सबैले यो घरमा किन यस्तो व्यवहार गर्छन् म भने सबैको नजिक हुन खोज्छु उहाँहरू भने मबाट जहिले टाढा मात्रै हुन खोज्नुहुन्छ आखिर म पनि त मान्छे हो नि मलाई पनि साथ चाहिन्छ मलाई सबैले नराम्रो मात्रै गराउनुहुन्छ मेरो पनि त मन हो नि मलाई पनि कसैको साथ चाहिन्छ यो घरमा जहिले पनि मलाई दुःख र यातना मात्रै दिनुहुन्छ म यो घरमा मुटुमाथि ढुङ्गा राखेर बाँच्नु परेको छ अघि के गर्नु त बाले यत्तिकै बिहा गरिदिइहाल्यो जबरजस्ती मलाई त के भनेर खाएँ म चाँडै सहर आउँदैछु तिम्रो म बिहा गर्नुपर्छ ल मनै थिएन मेरो बिहा गर्नु तर केही टेन्सन छैन
बिहा गर्छौँ भए पनि माया त म तिमीलाई गर्छु नि परानो हो तिमी एकछिन कल राख्नु एकछिन कल राख्नु एकछिन म एकछिनमा भन्छु ल घरमा त्यस्तो राम्रो देवी जस्तो बुढी हुँदा हुँदै तँ किन बाहिरको केटीहरूसँग त्यो नचाहिने केटीहरूसँग घुम्नु गएको दिन्छ सर त त्यो म घरमा भयो कि सम्बन्ध हिसाबले मात्रै बुढी हो मैले यसलाई बुढी पनि मारेको छैन तँलाई थाहा छ त मेरो गर्लफ्रेन्ड सहरमा छ भनेर बाआमाले गाउँमा आफ्नो बेला जबरजस्ती बिहा गरिदिनु मेरो मनै बसेको छैन त्योसँग जुनालाई मैले कहिल्यै पनि आफ्नो बुढी भनेर अप्नाउन सक्दिनँ दाइ तैँले यस्तो कुरा गरेर हुन्छ तेरो लागि भनेर बिचरा जुना बुहारी आफ्नो घर छोडेर पढाइ घर आएकी छिन् मात्र तेरो लागि भनेर अनि तँ यस्तो कुरा गरेर हुन्छ त लाटा फेरि तँलाई थाहा छ केटा एउटा छोरी मान्छेले आफ्नो सिउँदोमा कसैको सिन्दुर पर्छ भने पछाडि उसले सक्थोक उसलाई नै ठान्छ के त्यसैले मैले पनि आफ्नो श्रीमतीसँगै जुना बुहारी दाइ प्यास लागेको बेला पानी खाने हो दुधले प्यास लाग्दैन त्यस्तै नै जुनासँग मेरो मनै बस्दैन म के गरौँ मैले सक्थोक भनेको मनिषालाई हो त्यसैले जुनासँग म जिन्दगी काट्न सक्दैन म चाँडै नै मनिषालाई बिहे गरेर यो घरमा भित्र्याउँदैछु छोडिदिनु सब कुरा गर्न र अर्को कुरा सुन्नुहोस् तपाईँलाई मेरो घरको कुरा चासो राख्नु कुनै पनि अनुमति छैन र मेरो कुरा नगर्दा तपाईँलाई जति सम्झाए पनि के लाग्दैन के भन्नु हेलो छोरी कस्तो छ तँलाई आमा म ठिकै छु तपाईँलाई कस्तो छ म त ठिकै छु अनि तँलाई जहिले कतिकै माया गर्नुहुन्छ छोरी आमा मलाई घरमा सबैले राम्रो गर्नुहुन्छ जहिले नि धेरै माया गर्नुहुन्छ म धेरै खुसी छु आमा यो घरमा ए भनेपछि यो नखचरी दिउँसै सुतेर बसेकी रहेछ ए तैँले मलाई जोडी नै खचेकी होस् तँलाई त म जाने छ मैले तँलाई त नमरे त किन छाड्छु र त अरूका गोरीहरू त्यहाँनिर बारीमा काम गरेका हुन्छन् तँ चाहिँ दिउँसै छकालमा माथि तलामा गएर सुत्ने लबस्तरी काहीँ नभए कि के गरे बुढी थकाइ लाग्यो होला एकछिन आराम गर्नु दियो हुन्थ्यो नि आराम नसारम यस्तालाई तिमी पनि नबोल के यो सुत्केरी भकी छ र माथि चोठामा गएर सुत्नलाई बुढा कि पेट बोकेकी छ कि पेट बोकेको हुन पर्यो कि बच्चा पाएको हुन पर्यो माथि चोठामा गएर दिउँसै सुत्नलाई त जुन दिनदेखि यो लबस्तरी अलक्षिनी यो भित्रकी छ नि बुढा त्यही दिनदेखि छोराको घरमा राम्रोसँग बासै छैन यो अलक्षिनी भएर होइन है बुढी तँ बुहारीलाई बारम्बार भएको नभएको कुरा किन दोष लाउँछेस् बुहारी अलेक्षेना भएर छोरा घरमा नबसेको होइन छोरै अलेक्षेना भएर घर नबसेको होइन ए बुढा तपाईँ पनि यही अलक्षिनीको पक्ष लागेर मेरो छोरालाई दोष दिने अनि तल्लो बस्तरी नि पछि गोबर सोर्न जा खुरुक्क दिदी बहिनी त सन्चै छस् अनि मम्मी मलाई कस्तो छ सन्चै छ
टाढाको बाटो आएको खाती हुँदैछ है छैन अनि दिदी त यो घरमा खुसी छैनस् हो नानी तैँले के कुरा गरेको म यो घरमा धेरै खुसी छु तैँले मलाई ढाट्नु पर्दैन मैले हेरिसकेँ त यो घरमा कति खुसी छ अघि त माथि तेरो सासु आमाले गरेको व्यवहार मैले सबै देखिसकेँ तर तेरो सासु आमाले यति दुःख दिँदा पनि तैँले अझै खुसी छु भन्छस् बहिनी तैँले सबै कुरा देखिहालिस् भने अब मैले किनै झुटो बोल्नु पर्यो र हो बहिनी म जसको लागि भनेर यो घरमा बिहे गरेर आएँ उसैले त मलाई वास्ता गर्दैन उसैले त मलाई माया गर्दैन भने सासूले मलाई किन माया गर्थिन् तँलाई थाहा छ बहिनी घर बलियो हुन जग बलियो हुनुपर्छ जग नै बलियो छैन भने घर कसरी बलियो हुन्छ यहाँ पनि त्यस्तै भएको छ एउटा श्रीमती खुसी हुन श्रीमान गतिलो हुनुपर्छ श्रीमान नै गतिलो भएन भने श्रीमती कसरी खुसी हुन्छ त्यही माथि यो घरमा म रात दिन सासू हेला सहेर बसेकी छु त्यही माथि तेरो भेना पनि अर्कै केटीसँग लागेको छन् दिदी तँलाई यति धेरै दुःख छ भने किन बस्छस् यो घरमा भेनाजुले तँलाई वास्ता गर्दैन भने त किन बस्छस् यो घरमा बरु हिँड जुन दिन भेनाजुले तेरो माया लाग्छ त्यो दिन आफै भेनाजुले नआउनुहोस् खै म घरमा हुँदा त मलाई वास्ता गर्नुहुन्न म माइत गएर बसेपछि त झन् किन वास्ता गर्नुहुन्थ्यो बा आमाले कन्यादान गरेर पठाइसकेपछि दुःख पाए भन्दैमा माइत गएर बस्नु राम्रो होइन समाजको मान्छेले नि त नराम्रो सोच्छ त्यही भएर जति नै दुःख कष्ट आइपरे पनि म सहेर बस्छु एक न एक दिन कसो सासू र बुढाको मन म माथि नफर्केला र बरु बहिनी त उहाँबाट आए कि थाकेर आएकी होलिस् हिँड घर जाउँ फेरि यहाँ बसेर हामीले कुरा गरेको सासूले देख्नुभयो भने उल्टै नराम्रो मान्नुहुन्छ जान्न म तेरो घर तेरो सासु आमाले पारा देखाइहाल्नु क्यारे एक्सन बरु सुन न तँलाई दुनोट धेरै मनपर्छ भनेर आमाले तँलाई दुनोट पठाउनु भएछ खाना पनि नाच्नु जस्तो छ घरमा आउँदाखेरि पहिला दिदी मलाई बेर भइसक्यो म जान्छु टाढाको बाटो हुन्छ बहिनी बस भन्दा मानिनस् सुन्न बहिनी जे कुरा नि तैँले देखिस् जे कुरा तैँले थाहा पाइस् यो कुरा घरमा गएर आमा बाले नभने धेरै पिर गर्नुहुन्छ हुन्छ दिदी म भन्दिनँ हुन्छ म अब गएको है बुढा सुन्नु न अहिले बहिनी आएकी थिए आमाले धेरै न्यास्रो मान्नु भएको छ अरे तिम्रो आमाले न्यास्रो माने के भयो त मलाई किन यो सब कुरा सुनाउँछौ तपाईँले नभने कसलाई भन्नु त आमा र बाबाले धेरै न्यास्रो मान्नु भएको छ अरे एक दुई दिनको लागि तपाईँहरूमा जाऊँ न बरु तपाईँ पनि म बिहे गरेर आएदेखिबाट ससुराली जानु भएको छैन घुम्न पनि हुन्छ जाऊँ न हामी दुइटै के रे म तिम्रो माइत जाने रे मलाई माइत लगेर मेरो बेइज्जती गराउनु खोजेछौ कि क्या हो र अर्को कुरा तिमी ध्यान दिएर सुन न त मैले तिमीलाई बुढी मानेको छु न त तिम्रो आमा बालाई मैले सासु ससुरा मानेको छु यो कुरा बुझिराख यदि तिमीलाई आमाको न्यास लागेको भने सधैँको लागि यो घर छोडेर जाँदा हुन्छ बुढा म बा आमाको न्यासुर लाएर पो माइत जाऊँ भनेकी त फेरि म एक्लै जान्छु भनेकी छु र तपाईँले नि हिँड्नुहोस् भनेकी छु त फेरि माइत त जा तर फर्केर नआइज भन्नुहुन्छ कति स्वार्थी र निष्ठुरी मान्छे है तपाईँको म स्वार्थी हो म निष्ठुरी हो म जस्तो स्वार्थीसँग किन बस्नु पर्यो जाँदा हुन्छ है आनन्द हुन्छ यो घर छोडेर गए त
घरमा साह्रै दुःख पाइरहेको रहेछ। दिदीको दुःख हेरेर त मलाई नै रुन मन लाग्यो। मैले के नै गर्न सक्छु र? दिदीलाई जाऊँ भनेको मानिने। पिन्जरामा भएको सुगाको जस्तै जीवन भएको छ मेरो दिदीको। बिचारी मेरो दिदीले अझै कति दुःख पाउने हुन्। ए मुर्दा बुहारीले किन हात लाउँछेस्? तपाईँकी बुहारी बनाउँदिले मेरो आमालाई हातै त्यतिको छोड्छु म? कस्तो नगद छोड्यो? आफूभन्दा ठुलोलाई हात लाउनु मन थाहा होइन? मैले आमालाई यत्तिकै हात लगाएँ र आमाले मलाई भुत लाउनु भयो, नाना थरी वचन लाउनु भयो, त्यही भएर मैले हात उठाएँ। अच्छा मलाई गाली गर्दै रहेछ। भित्र तरकारी पकाउँछे अझ गाली गर्ने भन्छे। भित्र तरकारी चाहिँ के तेरो बाउ आएर पकाएको हो? चुप लाग तिमीहरू। के भित्र तरकारी पोखायो भन्दैमा दुनियाँको अगाडि झगडा गर्नुपर्छ? लाज छैन तिमीहरूलाई? चुप लाग्नुहोस् बता भए पनि धेरै बुहारीको पक्षमा नबोल्नुहोस्। मलाई जन्मदेखि आमा हुने नि। मेरो जन्मदेखि आमालाई हात उठाउनलाई म यो घरमा राख्दिनँ। आफै बुझेर जान्छस् कि जबरजस्ती नखटु। बिन्ती छ बुढा, मलाई यो घरबाट ननिकाल्नुहोस्। फेरि मेरो यो घर बाहेक जाने ठाउँ कहाँ नै छ र? जहाँसुकै जा, मलाई मतलब छैन। त खै जामले सुन्दैनी छोरा बुहारीले त्यस्तो नगर त। जामले सुन्दैनिस्? खै त मैले भने गर्छु गर्छु कि जा। छोरा के गर्छस् यो बुहारीलाई? रोक्ने कोसिस गर्न। ल तपाईँ बोल्नुहोस्। यो घरमा फर्केर आउँछु भन्ने नसक्यो हुन्छ? छोरा बुहारीलाई फर्काएर छोरा कोसिस गर। ओ छोरा के गर्छ है छोरा? ठिक्क भयो। त्यो नखचेलाई मैले घरमा त खडे ठुल्ठुलो कुरा हुँदै थियो मसँग। मेरो लागि यो घरमा मनिषाले भित्राउने बाटो खोलिसक्यो। अझ नै मैले यो घरमा मनिषाले भित्राउनु पर्छ। कहिलेको छ किन छटपटाइरहेको छ केटो? माछाले पानी नपाएको जस्तो। बस्न त्यसपछि कुरा गरौँला। भन् त अब त किन छटपटाइरहेको छस् के यसरी? तँलाई के भन्नु र हौ के भन्नु? तँलाई मेरो कथा बेला के सुना? सहरमा भएको मेरो गर्लफ्रेन्ड मनिषाको कलै लागिरहेन। झन् आज उसलाई लिन सहर जाऊँ भनेको मोबाइल स्विच अफ भन्छ। पाइसकेको मान्छेलाई चिन्न नसक्ने त नपाउने मान्छेको आश किन गर्छस् कि त? दाइ एकपल्ट पाएको जिन्दगी हो। जति माया गर्नुपर्ने जति आश राख्नु पर्ने मैले मनिषासँग लगाइसकेको थिएँ। यो मनमा मनिषाको घर कोही पनि हटाउन सक्दिनँ। र रह्यो अर्को कुरा, जुन चिज मैले पाएको छु मलाई त्यो चिजको कुनै पनि आश छैन। त्यो त एउटा ऐना जस्तै हो। फुट्यो कि सक्यो। किन यस्तो भएको के? कतिसम्म घाम उठाउन सकेको होला? हेर केटा, त एउटा भाग्यमानी श्रीमान होस् जसले यति राम्रो उसले श्रीमती पाएको छस्। तँलाई थाहा छ त केटा, तेरो बुवा मम्मीले तेरो बुढीलाई यतिसम्म दुःख दिँदाखेरि पनि तैपनि तेरो बुढी छेउमा फुलेको कमलको फुल जस्तै मुस्कुराएर बसिरहेको छ। मनमा त्यति धेरै पीडा हुँदा हुँदै पनि आफ्नो मनभित्रको पीडाहरू सबै आफूभित्र उठाएर बसिरहेको छ। र पनि तैँले आफ्नो श्रीमतीलाई धेरै बेला किन बोल्छ? तर जे जस्तो भए पनि तेरो बुढी साह्रै राम्रो छिन्, बुझ्ने छिन्, असल छिन्। त आफै भन् त, घर बाहिरको घरभित्रको सबै कामहरू घरधन्दाहरू सबै आफै त सम्हालेकी छिन्। तँलाई तेरो बुढीले धेरै माया गर्छ, तर पनि तैँले उनको बाहिर बुझ्न सकेन छैन। भनिन्छ नि
आफूसँग भएको कुरा कहिले पनि महत्त्व हुँदैन। तँलाई पनि त्यस्तै भएको हो। त्यसैले तैँले पनि धेरैमा विचार गर केटा, नत्र पछि पछुताउनु पर्ला नि फेरि। भाउजू के भयो? भाउजू घरमा पनि जताततै हेरे आमा बाबा बहिनी कोही हुनुहुन्न। गोठमा पनि तपाईँ मात्रै हुनु रहेछ। आमा बाबा कहाँ जानुभयो? कहाँ जानिन्न तेरो आमा बाउ? त बिहे गरेर गएदेखि छोरी माइत आएन भनेर आमाले चिन्ता गरिराख्थिन्। एक्कासी टाउको दुख्यो भनेर लडिन्। त्यही भएर सबैजना अस्पताल लगेर गएका छन्। अनि महारानी यो घरमा किन मुन्टेको त? भाउजू मलाई बुढा र सासूले घरबाट कुटेर निकाले। त्यही भएर यहाँ आए कि आमा पनि बिमारी हुनु रहेछ। बरु आमा कहिले निको भएर घर आउनुहुन्छ। त्यतिन्जरी म पनि यही बस्छु है। पर्दैन त यहाँ बस्नु। पहिला पनि त बस्नुले यहाँ अलक्षण लागेको छ। फेरि पनि अलक्षण लाउन आइस? जा गइहाल। आमा आमा मैले तँलाई भनेको होइन, कति सम्झाउनु। त्यति सोझी बुहारीलाई पिटेर लखटिहालिस्, अब के गर्छस्? त्यही त बा, अहिले फुटिहाल्ने, फुटेर लखटिहाल्ने, अहिलेको चिन्ता भइरहेको छ। के गर्छस् छोरा? चिन्ता नमान, उसको जाने ठाउँ कहाँ नै छ र? अहिले साँझ पर्ने बेलासम्म आइहाल्ला नि। अहिले त पर्नु, अहिले मैले सबै आज म घर नगाडकी भएकी छु। न त मलाई माइतमै स्वीकार न त घरमा नै बेसारा भएर कति दिन बाँच्नु म अब। मेरै कारणले आमा पनि बिमारी हुनुहुन्छ अरे। फेरि ज्वाइँले अर्की केटी हेरेर मलाई घरबाट निकाले भन्ने थाहा पाएपछि आमा झन् बिमारी हुनुहुन्छ। म आमा बालाई मेरो कारणले दिनदिनै दुःख दिनुभन्दा, दिनदिनै सताउनु भन्दा बरु अब म सधैँको लागि सबैलाई छोडेर जान्छु। न त आमालाई पिर हुन्छ, न त मेरो बुढालाई। त्यसै पनि अब मेरो जाने ठाउँ भनेको कहीँ छैन। अब मेरो अन्तिम विकल्प भनेकै
आत्महत्या हो। आमा बाबा मलाई माफ गरिदिनुस् है। तपाईकी छोरी काएर हैन, परिस्थितिले मलाई यस्तै पार्यो। यदि मैले अर्को जुनी पाएँ भने तपाईकै कोखबाट छोरा भएर जन्मिन पाऊ। यो जुनीको लागि अलविदा। रातिको 12 बजिसक्यो, अहिलेसम्म आउँदैन। कहाँ गयो होला त बिचारी? साह्रै दुःख दिएँ मैले। उनलाई माइतमा त्यति राम्रो व्यवहार गर्दैन। कहाँ छिन् होला? सब गल्ती मेरै हो। उसले त्यति धेरै माया गर्दा गर्दै पनि मैले बुझ्न सकिनँ। भनिन्छ नि, राम्रो मान्छे चिन्न अलि समय लाग्छ नि। मलाई पनि त्यस्तै भयो। हे भगवान, मलाई माफ गरिदिनु। हे भगवान, मलाई माफ गरिदिनु। चाँडै यो घरमा फर्केर आओस्। ए ठुलो भाइ कहाँ छ यो? होइन, के भन्छ यो? के तपाईँले हजुरको बुहारी हराएको भनेको होइन? माथि म बिहान घाँस काट्न जाँदै गर्दाखेरि एउटा लास भेटेको थिएँ। कतै उनी पो हुन् कि? मैले साँच्चै भन्दैछु क्या ठुलो भाइ। हो र बाबु हो, हाम्रो बुहारी हिजोदेखि हराएको छ न, त्यही पो हो कि? कतै हो कि भाइ? त पनि यहाँ बस्दै गरे हामी हेरौँ। आऊ न नि, के भएको? जुना 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 तिमीलाई के भयो? उठ जुना, तिमीलाई के भयो? जुना जुना के भयो तिमीलाई? उठ न बा, हेर्नु न जुनालाई के भएको? जुना उठ न जुना, जुना बुहारी जुना 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 के भयो तिमीलाई? उठ न बुहारी, के गरे तिमीले यो? जुना बुढा, मैले तपाईलाई जति नै माया गरे पनि कहिल्यै तपाईको असल श्रीमती बन्न सकिन। गल्ती मेरो नै होला। बिहे गर्दा तपाईसँग 7 जुनी बिताउँछु भनेर 7 फेरो लागेकी थिएँ। मैले पुरा गर्न सकिन। मलाई माफ गरिदिनु होला। आज म त्यो घर, त्यो परिवार र यो पुरै संसार छोडेर
म टाढा जाँदैछु अब बाँकी रहेको जिन्दगी तपाईले माया गरेको मान्छेसँग हाँसी खुसी बिताउन होला। जुना मलाई माफ गरिदे, तिम्रो माया मैले बुझ्न सकिनँ। पहिला तिमी साथमा थियो, तिमीलाई मैले चिन्न सकिनँ। अब चिने, तर तिमी मेरो साथमा छैन। जुना उठ न, जुना उठ कि। अब जुना उठ्दैन, मरिसक्यो। यो बाचुन्जेल मैले जुनालाई कहिले पनि सुखको साथी बनाएर पाप लाग्छ मलाई त। जुना उठ कि। छोरो, अब बुहारी कहिले उठ्दैन। जुनालाई उठ्ने भन्न, जुनालाई उठ्ने भन्ने के दाइ। जुनालाई उठ्ने भन्ने के दाइ।